सम्पूर्णमा नमस्कार। आजको यस पोडकास्टमा म हजुर सम्पूर्ण अडियन्सलाई स्वागत गर्न चाहन्छु। नेत्री निवास सङ्घ नेपाल र सिबिएम को आयोजनामा चाहिँ जुन हाम्रो पोडकास्ट हुँदैछ, त्यो पोडकास्टमा चाहिँ हामी मुख्यतया चाहिँ वृहत जनित शिक्षाको बारेमा, अझै यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको बारेमा यो भनाइ के हो, कसरी चाहिँ यसलाई चाहिँ अझै इफेक्टिभ वेमा, इम्प्याक्टफुल वेमा चाहिँ हामीले यो सर्भिसलाई प्रोभाइड गर्न सकिन्छ त भन्ने खालको कुराहरू नै हामीले गर्छौँ। र आज चाहिँ म हजुरसँग यो भनौँ न पोडकास्टको एज अ मोडरेटर जलदीप सापकोटा चाहिँ आबद्ध भइसकेको छु। र आज मसँग चाहिँ हाम्रो एकदम डिसेबिलिटी राइट मुभमेन्टमा होइन अपाङ्गता अधिकार कर्मी पनि हुनुहुन्छ। उहाँ अपाङ्गता अधिकारको आन्दोलनमा विगत लामो समयदेखि नै कार्यरत हुनुहुन्छ र अहोरात्र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, उहाँहरूको इन्क्लुजन, उहाँको पहुँचयुक्तताको लागि चाहिँ खटिनु भएको छ। हामीसँग चाहिँ इच्छाजी हुनुहुन्छ हामीसँग। इच्छाजी हजुर स्वागत छ। हस्, धेरै धेरै धन्यवाद। सुरुमा त हजुरलाई टाइम दिएर यहाँ आउनुभयो, त्यसको लागि चाहिँ नेत्री निवास सङ्घ नेपाल र हामी सम्पूर्ण भनौँ न यो पोडकास्टको टिम हजुरप्रति एकदम आभार प्रकट गर्न चाहन्छौँ होइन। हजुर ठिक छ, मलाई पनि आफ्नो कुरा राख्ने यो अवसर दिनुभयो, त्यसको लागि सम्पूर्ण टिमलाई नै धन्यवाद। हजुर, अब सुरुमा चाहिँ अब मैले जस्तो अगाडि हजुरलाई भनिहालेँ होइन, विगत लामो समयदेखि चाहिँ हजुर यो अपाङ्गता अधिकारको क्षेत्रमा चाहिँ खटिँदै आउनुभएको छ होइन। अब मैले भन्दा पनि अब हजुरले नै थोरै आफ्नो छोटो परिचय चाहिँ हाम्रो श्रोताहरूलाई दिनुहोस् न त। हस्, धेरै धेरै धन्यवाद भाइ। म चाहिँ नेपाल नेत्रहीन सङ्घको केन्द्रीय उपाध्यक्षको रूपमा छु भने पहिचान नेपाल भन्ने संस्था छ। पहिचान नेपालको चाहिँ संस्थापक अध्यक्ष, हाल कार्यकारी निर्देशकको रूपमा छु। सँगसँगै चाहिँ राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय सदस्य को रूपमा छु। भनेपछि मैले चाहिँ लगभग यो सबै कुराहरू आर्जन गर्नको लागि चाहिँ विगत 16 वर्षदेखि चाहिँ निरन्तर रूपमा अपाङ्गता भएका व्यक्तिभित्र पनि महिलाभित्र पनि अझै विशेष गरी मैले एकल र पछाडि पारिएका महिलाहरूको आवाजहरू उठाउँदै गइरहेको छु। अभियानमा निरन्तर रूपमा लागिरहेको छु। त्यसैको फलस्वरूप चाहिँ यी सबै पदहरूमा चाहिँ रहेर काम गरिरहेको छु। धेरै धेरै धन्यवाद होइन। एकदम एक्सपिरियन्स लगभग 16 वर्ष जति भन्नुभयो होइन, हजुरले काम गर्दै आउनुभएको र छुट्टै विभिन्न ठाउँमा चाहिँ हजुर आबद्ध हुनुहुन्छ होइन, विभिन्न एक्सपिरियन्सहरू छ। अब ठ्याक्कै हामी यहाँ आउँदाखेरि चाहिँ जस्तो अब हामीले अपाङ्गता भन्ने बित्तिकै चाहिँ हामीले मुख्यतया हेर्ने भनेको चाहिँ अब गाँसबास र कपास भनेर भन्छौँ होइन। शिक्षाको कुरा गर्छौँ, हामीले रोजगारीको कुरा गर्छौँ, स्वास्थ्यको कुरा गर्छौँ। अब ठ्याक्कै हामी स्वास्थ्यमा जाँदा पनि यौन तथा प्रजनन स्वास्थ्य होइन, जुन चाहिँ अब अपाङ्गता भन्ने नै पनि हाम्रो समाजमा अलि मार्जिनलाइज अलिक पछाडिएकै भनेर चिनाइन्छ। अनि यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको कुरा पनि खुलेर चाहिँ गरिँदैन होइन। हजुरको लागि चाहिँ मुख्यतया सुरुमा चाहिँ यौन तथा प्रजनन स्वास्थ्य र अधिकार भनेर चाहिँ हजुरले के बुझ्नुहुन्छ त थोरै? यो चाहिँ अति आवश्यकता एउटा मानव भएर जन्मेपछि या मानव भएर जस पशुदेखि लिएर मानवदेखि लिएर हरेकलाई चाहिँ यो यौन होइन को कुराहरू चाहिँ त्यो आवश्यक कुरा हुन्छ नि त। र झन् यो अपाङ्गता भएका व्यक्तिहरूमा चाहिँ यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको चाहिँ जरुरत एकदम धेरै छ। किन भन्दाखेरि समाज एकातिर छ जसले चाहिँ हामीलाई खाना लाउनलाई पनि अरूको निरन्तर के अरे अधीनमा बस्नुपर्ने हुने अवस्था छ नि त। यो भनेको त धेरै परको कुरा हुन्छ कि होइन। अनि अब हामीले हाम्रो विवाहको कुरा गर्नुपर्दा, बच्चाको कुरा भन्दाखेरि त्यो भन्दा नि मान्छेले चाहिँ एउटा छुट्टै ध्रुवबाट आएको भन्ने खालको कि म आफै पनि कि होइन। मलाई यो कहिले चाहिँ मलाई यो चाहिँ यसको बारेमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई मात्र नभइकन समाजलाई नै बुझाउनुपर्छ भन्ने मलाई महसुस भयो भन्दाखेरि चाहिँ म जब मास्टर लेभलमा पढिरहेको बेला चाहिँ होइन, अनि मेरै कलेजको साथी, जुन कलेजमा चाहिँ म आफै मात्रै दृष्टिबिन थिएँ, मेरो साथी अब मास्टर लेभलमा पढ्ने भनेपछि एक लेभलको त एजुकेसनको त हाई लेभलको हो नि त होइन। त्यो लेभलको साथीले चाहिँ एक दिन मलाई अब सँगै हिँडिराख्दाखेरि चाहिँ उसले मलाई सोध्यो कि इच्छा तिमीलाई एउटा कुरा सोध्छु, माइन्ड नगर भने। के हो भन्दाखेरि तिमीहरू दृष्टिबिनहरू त मिन्स हुँदैन होला है भनेर सोध्यो कि होइन। अनि किन र हुन्छ त सर,
हो र कसरी म्यानेज गर्छौ त भनेर के हुने अब यदि के गरेर म भइरहेको थिएँ भने अब मैले चाहिँ त्यो भन न के अरे मिन्स हुँदाखेरि पनि पुरै होइन लुगामा लाएको त्यस्तो देखेँ त कहिले देखेँ नि त उसले होइन भनेपछि त्यो म्यानेज त अब दृष्टिबिन चाहिँ सक्दैन भनेपछि यिनीहरू हुँदै हुँदैन होला भन्ने खालको त्यो सोच भएपछि ओहो होइन है हामीले चाहिँ अपाङ्गतालाई मात्रै होइन कि समाजलाई पनि बुझाउनु पर्दो रहेछ भन्ने कुरा चाहिँ मलाई एकदमै महसुस भयो क्या त्यो मनमा चाहिँ हो जुन हजुर यो कुरा गर्नुभयो होइन जस्तो म आफ्नै पनि मेरो कुरा भन्दाखेरि चाहिँ लगभग मेरो फर्स्ट इयर ब्याचलर फर्स्ट इयरको हुँदाखेरि मलाई एकजना साथीले चाहिँ एकदम ठ्याक्कै बिहान हामी कलेज गएर जाडोको महिना थियो होइन ठ्याक्कै त्यो त्यतिखेर चाहिँ फुटबल वर्ल्ड कप चलिरहेको थियो अनि ठ्याक्कै त्यो कुरा गर्दा गर्दा मैले सोधेँ कि तिमी चाहिँ आफ्नो लुगा आफै लगाउँछौ भनेर सोधेँ कि मलाई होइन म दृष्टिसम्म अपाङ्गता भएको व्यक्ति हुने मैले लुगै लान नसक्ने त होइन नि त होइन अब ठ्याक्कै यही कुरा हजुरले गर्नुभयो समाजको कुरा गर्नुभयो बुझाइको कुरा गर्नुभयो होइन जस्तो अघि नै पनि हामीले भन्यौँ यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको कुरा यो यौन तथा प्रजनन स्वास्थ्य भन्ने बित्तिकै हाम्रो समाजमा अपाङ्गता भएको व्यक्ति होस् या नहोस् यो खोलेर चाहिँ गरिँदैन होइन यो एकदम पछाडि परेको कुरा हो अझ अपाङ्गता भएको व्यक्ति छ भने त यो त एकदम परकै कुरा हो होइन जस्तो अब जस्तो हामी भनौँ न के चाहिँ मिथ्या कुराहरू सुन्नुभएको छ त हजुरले जस्तो अपाङ्गता भएको व्यक्ति र यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई लिएर जाँदाखेरि जस्तो कोही कोहीले भन्छ अपाङ्गता भएको व्यक्तिहरूलाई यौन चाहना हुँदैन होइन अपाङ्गता भएको व्यक्तिहरू चाहिँ भनौँ न उहाँहरूले परिवार योजनाको सामग्रीहरू प्रयोग गर्न सक्दैन भन्ने खालको विभिन्न धारणाहरू छन् त यी कस्ता कस्ता खालका गलत धारणाहरू चाहिँ हजुरले सुन्नुभएको छ अथवा चाहिँ आफ्नो जर्नीमा चाहिँ सुरुमा चाहिँ मैले जुन एउटा साथीको जुन दृष्टिबिन साथीसँगै अब भन्नु न एउटा अफेयर चलिराख्दाखेरि चाहिँ त्यो केटाको परिवारले के अब यौन त परै जाओस् त्यो परिवारले चाहिँ के भन्दाखेरि मेरो छोरा दृष्टिबिन भयो तर म बुहारी दृष्टिबिन चाहदिनँ किन भन्दाखेरि त दुवैजना उस्तै परेपछि त हामीले सबै चिज गरिदिनुपर्छ उनीहरूको लागि उस्तै परे यो तेरो श्रीमान हो यो तेरो श्रीमती हो भनेर पनि चिनाइदिनुपर्छ भन्ने कुरा त्यहाँसम्म पुगिसकेपछि यो प्रजननको कुरा त धेरै परको कुरा भयो होइन अनि सँगसँगै चाहिँ कसरी गर्छौ सेक्स यो भन्ने खालको के होइन अनि भने फिलिङ्स हुन्छ त्यस्तो खालको होइन त्यो खालको त्यो भइरहेको हुन्छ क्या त्यस्ता कुराहरू चाहिँ आइरहेको हुन्छ अनि अब म आफै पनि प्रेग्नेन्ट भएर हस्पिटलमा जाँदाखेरि जुन मलाई लागेको थियो कि अब अरू हस्पिटल भन्दा एउटा राम्रै क्लिनिकमा जान्छु जहाँ चाहिँ अलिकति रिनाउन्ड डक्टर हुनुहुन्छ त्यो क्लिनिकमा जान्छु अब भनेर मैले चाहिँ त्यो क्लिनिकमा गइराख्दाखेरि उहाँ साँच्चै कहिले प्रेग्नेन्ट के अरे कहिले मिन्स उहाँको रोकेको होइन मलाई कस्तो हुन्छ यस्तो हुन्छ नि अब यस्तो अबको यो बच्चा अलिकति भइसक्यो 3-4 महिना भइसक्यो अब यौन सम्पर्क राख्दा चाहिँ अलिक विचार गर्नु है भन्नु है भने के मलाई भने होइन कि भनिदिनु है भनेर मेरो यतापट्टि मसँग जानुभएको म दिदी के दिदीलाई त्यो कुरा भनिदियो भने चाहिँ एउटा डक्टर लेभललाई पनि अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ यो के यौनताको बारेमा चाहिँ जानकारी छ भन्ने कुराहरू त्यो अरू सरै होइन समान कुराहरू हुन्छ यिनीहरूको भन्ने कुरा चाहिँ छैन कि अब त्यस्तो खालको छ नि त अनि अब एउटै साथीकै पनि कुरा गरौँ न होइन एकचोटि हाम्रो एउटा के अरे अब साथी चाहिँ दृष्टिबिनै हुनुहुन्थ्यो अनि ऊ चाहिँ हस्पिटल गयो होइन हस्पिटल गएपछि ऊ चाहिँ अब धेरै पहिल्यैदेखि धेरै दुःख पाएको उसको त्यो अब हुन्छ नि हाइजिनहरू पनि मेन्टेन नगरेर अब पनि अलिकति दुब्लो खालको थियो क्या पहिल्यैदेखि नै अनि त्यो भएपछि उसको त्यो हेर्दा पनि उमेर धेरै थिएन बल्ल 28 जति वर्ष थियो होला तर हेर्दा 35 त्यस्तो हुन्छ नि 10 त्यस्तो खालको एज अलिक बुढो हुन्छ नि एजहरू चाहिँ त्यस्तो देखेपछि तपाईँ यस्तो बुढेसकाल किन बच्चा जन्माउनु लागेको भनेर त्यो भनेपछि उसले यस्तो भनौँ न आफूलाई यति धेरै नराम्रो लागेपछि उसले कहिले पनि गएन क्या हस्पिटल चेक गर्नै नै गएन रहेछ कि पछि यति 9 महिना पुग्न लागेपछि यति धेरै गाह्रो भएछ लास्टमा बच्चा पनि आमा पनि मऱ्यो कि त्यो खालको सिचुएसन छ नि त त्यसले गर्दा पनि अब के भन्ला भन्दा पनि यतिसम्म छ कि होइन त्यही त कस्तो यो सुन्दैखेरि सिरिङ्ग भन्ने खालको के त्यो हुन्छ नि त्यो एउटा जजमेन्टल होइन कसरी होला जस्तो कहिलेकाहीँ अब हामी अपाङ्गता भएको व्यक्तिहरू चाहिँ हामी जस्तो डिस्टेन्स साथीहरू अब जोकै पनि मेडिकल गएर मलाई कन्डम दिनु न भनेर हामीले माग्यौँ भने पनि तपाईँले नै प्रयोग गर्नुहुन्छ र होइन तपाईँले कसरी हुन्छ त भन्दाखेरि चाहिँ त्यो हामीले प्रयोग गरौँला नगरौँला कसरी गर्न त आफ्नो पाटोमा छ होइन तर कसैले चाहिँ हामीलाई यसरी जज गरिदियो हामीलाई यसरी हेरिदियो भने त हामीलाई त त्यहाँदेखि जान मन लाग्दैन नि त होइन जुन कुरा गर्नुभयो तर अब जस्तो यस्तो भइरहेछ है भनेपछि त्यसमा केही न केही त कारण हुन्छ नि त
होइन, केही न केही रिजन हुन्छ नि त होइन। जस्तो यो अहिलेको जुन अझ डक्टर भनेको त जो पाए त्यो व्यक्ति डक्टर हुँदैन होइन, हजुर एकदम पढेर एकदम मेहनत गरेर जानुपर्ने हुन्छ। यत्रो यसको बावजुद पनि यस्तो खालको एटिट्युड चाहिँ किन छ जस्तो लाग्छ हजुरलाई, जुन हामी भन्छौँ नि जस्तो शिक्षित वर्गमै पनि किन यस्तो खालको छ होला त? एउटा चाहिँ भनेको हामीलाई होइन, उहुँ, अब कोही चन्द्रमामा गएर बसेछ, चन्द्रमामा कसरी बस्ला नि त, के खाला नि त भनेर एउटा क्युरियोसिटी हुन्छ नि, क्युरियोसिटी हुन्छ, एउटा अब अर्कै हुन्छ नि त होइन। हो हो त्यस्तै खालको चाहिँ हामीले नै अहिले अब चाहिँ हाम्रो अर्गनाइजेसनकोदेखि लिएर हामी जस्तो अभियानकर्ताको जिम्मेवारी भनेको चाहिँ हाम्रो अपाङ्गता भएका व्यक्तिहरूलाई यो तथा प्रजनन स्वास्थ्य शिक्षा सँगसँगै समाजलाई नै बुझाउनु पर्यो। हो सरकारवाला निकायलाई पनि अपाङ्गता भएका व्यक्तिहरूको समावेशी यौन तथा प्रजनन होइन सेवाको बारेमा चाहिँ उनीहरूलाई पनि जानकारी गराउनु पर्ने चाहिँ एकदमै धेरै जरुरत छ कि। हजुर अनि अब भनौँ न एक्जाम त सबै गर्दा एक्जाम त लिन्छ नि होइन, डक्टरको पनि एक्जाम हुन्छ, हरेक हुन्छ, त्यसमा चाहिँ यस्तो करिकुलम चाहिँ राख्नु पर्यो कि, हो ताकि डिजाबिलिटीको बारेमा पनि केही न केही कुराहरू उहाँहरूले भनिरह्यो भने हुन्छ होइन। अनि अर्को कुरा भनेको चाहिँ अब जति पनि हस्पिटलहरूमा चाहिँ गभर्मेन्ट हस्पिटलमा केही सहुलियत छ नि त, हो प्राइभेटमा छैन होइन। अँ, अनि त्यसपछि त्यो प्राइभेटको अनि किन भएन भन्दा प्राइभेटमा छैन पनि, त्यसले गर्दा अधिकांश अपाङ्गता भएको व्यक्तिहरू त्यो प्राइभेटमा जान पाउँदैनन्। हो अनि त्यहाँको डक्टरहरूले अपाङ्गता भएको व्यक्तिहरूलाई नजिकबाट चिनेको हुँदैन, बुझेको हुँदैन नि त। हो त्यो कारणले पनि हुनसक्छ क्या यो कुराहरू भएको। हामीले चाहिँ सधैँ व्यक्तिलाई नराम्रो हो मात्रै भनिराख्नु भन्दा होइन, हो अब तिमी हामी पनि अपाङ्गता नभइदिएको भए हामीलाई पनि त कस्तो होला त, उहुँ, के होला त भनेर उहुँ, क्युरियोसिटी पनि हुन्थ्यो कि वास्तै पनि हुँदैन थियो होला नि हो होइन र। हो त्यो त्यो पनि होला जस्तो लाग्छ। त्यसले गर्दा पनि अब चाहिँ हाम्रो अभियानभित्र पनि केही न केही परिवर्तन चाहिँ ल्याउनुपर्छ जस्तो लाग्छ है। है। जस्तो जुनहरूले गर्ने कोर्सको कुरा गर्नुभयो होइन, एकदम इम्पोर्टेन्ट। जस्तो बृहत यौनता शिक्षालाई नि के भन्छ भने यो चाहिँ उमेर लाई भनौँ न एज एप्रोप्रिएट भनेर भन्छ होइन। अनि करिकुलम बेसिस चाहिँ पाठ्यक्रमबाट नै लिनुपर्ने शिक्षा हो भनेर भन्छ होइन। त्यही हिसाबको अब जस्तो अपाङ्गता भनेको के हो होइन, अपाङ्गताको अब जस्तो अवधारणा कस्तो हुन्छ, अनि अब जस्तो कस्तो खालको शब्दको प्रयोग गर्ने होइन, अपाङ्गता भएको व्यक्तिहरूसँग जस्तो हाम्रो समाजमा चाहिँ जस्तो मैले चाहिँ महसुस गरेको दुईवटा पाटाले हेरिन्छ कि अपाङ्गता भएको व्यक्तिलाई मुख्यतः हेर्दाखेरि चाहिँ, कि त बिचरा हजुर होइन, कि त चाहिँ एकदम ओहो खतरा, हो स्पेसल्ली एबल फरक क्षमता भएको भनिन्छ नि। हो तर हामी जस्तो मानव भनेर चाहिँ खासै जस्तो वा पनि हामी जस्तै नै हो होइन, त्यो भनेर चाहिँ हेरिने छैन कि। जस्तो अस्ति नै यसको बारेमा मैले एउटा लेख पनि लेखेको थिएँ होइन, जस्तो कि हामी अपाङ्गता भएको व्यक्तिलाई परिवारको सदस्यको रूपमा स्वीकार्न तयार छौँ त भन्ने खालको लेखेको हो मैले पढाएको थिएँ हजुर। हजुर त्यही त मैले पनि पढाएको थिएँ, राम्रो लागेको थियो। हजुर एकदम धन्यवाद होइन। मैले सेयर पनि गरेको थिएँ क्या त्यो पोस्ट। हजुर थ्याङ्क यू। यो चाहिँ मलाई एकदम एकदम मलाई खलेको कुरा, एकदम चलिराख्ने कि मेरो मनमा होइन। जस्तो ओहो अपाङ्गता भएको व्यक्ति त यस्तो हुनुपर्छ, यति ट्यालेन्ट हुन्छ, माथिसम्म पुग्नुपर्छ भनेर त भन्ने मान्छेहरूले होइन। तर चाहिँ मेरो साथी पनि अपाङ्गता भएको व्यक्ति हुन सक्नुहुन्छ होला, भविष्यमा मेरो पार्टनर अपाङ्गता भएको व्यक्ति हुन सक्नुहुन्छ होला, मेरो छोराछोरी हुन्छ, यो एउटा एक्सेप्टेन्स छैन नि त होइन। एउटा चाहिँ के भने अब बुहारी किन ल्याइन्छ, श्रीमती किन ल्याइन्छ भन्दाखेरि घर सम्हाल्नलाई होइन। अनि राम्रो बुहारी बिहा गऱ्यो भने ओहो फलानाको बुहारी त कस्तो राम्रो रहेछ, श्रीमती त कस्तो राम्रो रहेछ। राम्रो फेरि किन चाहिँ भने एउटा होइन, नाक यति यसो अलिकति ठुलो भयो भने पनि, कपाल छोटो भयो भने पनि, हाइट अलिकति यता भयो भने पनि होइन, त्यो हुँदाखेरि त मान्छेले त्यो किन ब्युटी के सबैभन्दा चाहिँ होइन, मान्छेले त्यो तरिकाले अनि घर परिवार हेर्ने सम्हाल्ने। अनि बच्चा पनि कस्तो छ भने अपाङ्गताले अपाङ्गतै बच्चा जन्माउँछ भन्ने खालको छ कि होइन। त्यो खालको कारणले गर्दा पनि यस्तो चाहिँ अलिकति भए पनि मान्छेमा सोच चाहिँ त्यस्तो भएको हो। तर के भन्दाखेरि एउटा मान्छेले 100वटा काम गर्न सक्दैन, 100वटा कुरामा पर्फेक्ट हुँदैन नि त होइन। अब मेरै पनि भनौँ न विवाह पनि भएको छ, म सक्षम संस्थामा लागेको छु, मेरो बच्चा पनि छ। मैले होइन केही न केही रूपमा मैले मेरो घर परिवारलाई बनाउनु पऱ्यो नि त खुसी, कुन तवरले होइन, त्यो पनि त गरेर आएको छ नि त। त्यो पाटो चाहिँ हाम्रो बारेमा चाहिँ त्यो पाटो चाहिँ हेरिँदैन कि। त्यो सबैभन्दा चाहिँ अब दुःख पनि लाग्ने र त्यो कुराहरूलाई चाहिँ अझै पनि हामीले नै अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ होइन, महिलाहरूलाई चाहिँ, किशोरीहरूलाई चाहिँ सानैदेखि चाहिँ उसलाई इन्डिपेन्डेन्ट के, वेदर होइन तिमी बिहा गर या नगर,
होइन सिङ्गल लाइफ या म्यारिड लाइफ होस् तर तिम्रो चाहिँ इन्डिपेन्डेन्ट लाइफ हरेक कुरामा तिमी इन्डिपेन्डेन्ट भयो भने चाहिँ तिमीलाई कसैले क्वेसन उठाउन सक्दैन र क्वेसन उठायो भने पनि तिमीले त्यसलाई ट्याकल गर्न सक्छौ भन्ने खालको त्यो चाहिँ बनाउनु पर्ने चाहिँ जरुरत छ क्या हो एक्ज्याक्टली जुन कुरा भन्नुभयो हजुरले होइन जस्तो मलाई भन्नु एउटा व्यक्ति चाहिँ 100 कुरामा चाहिँ पर्फेक्ट हुँदैन होइन अब हाम्रो चाहिँ जस्तो अब के भयो भन्दाखेरि अब सामाजिक हेर्दाखेरि पनि हामी चाहिँ आफ्नो लागि भन्दैन समाजको लागि धेरै सोच्ने चाहिँ प्रवृत्ति भयो होइन अब जस्तै अब हामी युद्ध प्रजनन स्वास्थ्य अधिकारको कुरामा अथवा चाहिँ सेवाको कुरामा जाँदाखेरि चाहिँ होइन अब हजुर एउटा अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ त्यसमा चाहिँ हजुर एउटा महिला पनि हुनुहुन्छ होइन भनेपछि चाहिँ हजुर विभिन्न जस्तो एउटा स्टेज हुन्छ नि डेभलपमेन्ट लाइफको होइन बाल्यकालदेखि किशोर अवस्थादेखि लिएर यहाँसम्म आइपुग्दाखेरि चाहिँ एउटा अपाङ्गता भएको महिलाको रूपमा चाहिँ होइन हेर्दाखेरि चाहिँ यौन प्रजनन स्वास्थ्यमा अथवा यसको सेवामा चाहिँ तपाईँले कस्तो कस्तो अवस्थाहरू देख्नुभयो कस्तो कस्तो अवस्थाहरू महसुस गर्नुभयो त बच्चैदेखिको कुरा गर्दाखेरि बच्चामा यस्तो भयो जब म कति हो नि 7-8 वर्ष जस्तोमा चाहिँ हल्का भन न अलिकति आँखा चाहिँ अलिकति अब राम्रोसँग देख्दैन रहेछ भन्ने जस्तो भएपछि त्यसो धेरै नदेख्ने पनि होइन अलिअलि मात्रै कम के होइन त्यो भएर अनि हस्पिटल गएपछि चाहिँ अनि पछि लगभग 10 वर्ष जस्तो 9-10 वर्षको बेला चाहिँ मेरो जलबिन्दु छ अहिले चाहिँ अपरेसन गरेर राम्रो भयो पनि पछि चाहिँ फ्युचरमा चाहिँ ब्लाइन्डै हुन्छ भनेर डक्टरले भनिसकेपछि त मम्मी खुब रुनुभयो नि त होइन खुब रुनुभयो मेरो परिवार साह्रै एकदम धेरै टेन्सन भयो अब के नै अब भनौँ न धेरै ठुलो वज्रपात परे जस्तो भयो नि त होइन छोरी त्यही माथि यस्तो भनिसकेपछि तर अब सँगसँगै चाहिँ त्यो सँगसँगै चाहिँ मेरो के भनौँ न छरछिमेकी आफन्तहरूले के भने तपाईँहरूको त छोरी त्यही माथि एउटा दृष्टिबिन नदेख्ने भयो अब होइन अब कसले लग्छ दुईजनाको त बिहा गरेर गइहाल्छन् जिन्दगीभरको बोझ यही हुने भयो नि त भनेपछि मलाई त्यहीदेखि नै चाहिँ अब बिहा भनेको चाहिँ भनौँ हटाकटा जो देख्छ होइन जो राम्रो त्यो भने त्यसको मात्रै हुँदो रहेछ भन्ने खालको दिमागमा त्यही मात्रै भइदियो कि होइन त्यो मात्रै भएको थियो तर मैले त्यो सँगसँगै चाहिँ विद्रोह चाहिँ त्यो टाइममा किन र मेरो चाहिँ किन नहुने म पनि गर्छु भनेर त विद्रोह त गरेँ तर मलाई त्यो बालमस्ती छ भने अब म चाहिँ कमजोर रहेछु मेरो चाहिँ त्यो बिहा पनि हुँदैन रहेछ मलाई कसले मन पराउनु पराउँदैन रहेछ म त नराम्री रहेछु त भन्ने खालको लाग्ने क्या मलाई जहिले पनि होइन तर जब म एसएलसी दिइसकेपछि चाहिँ जब बाहिरी समाजमा अरू साथीहरूसँग हिँड्दै गएँ होइन त्यसपछि चाहिँ मलाई चाहिँ अनि अरूको पनि होइन एउटा दृष्टिबिन या अरू अपाङ्गतामा पनि बिहा पुग्ने होइन उनीहरूले राम्रै लाइफ गरिरहेको उनीहरूकै छोराछोरी चाहिँ उनीहरूको गाइड गरेर होइन हिँडिरहेको त्यो अवस्था देखिसकेपछि र इभन सिङ्गल लाइफ पनि एकदम खुसी भएर बाँचिरहेको त्यो लाइफ देखिसकेपछि त अनि त्यसपछि हामीले चाहिँ अब अलिकति भयो भने मलाई चाहिँ एउटा लाइफमा चाहिँ होइन म चाहिँ दृष्टिबिन हुने बित्तिकै मेरो सबै चिज सिद्धिया होइन रहेछ होइन भन्ने खालको चाहिँ मलाई त्यो टाइममा चाहिँ त्यस्तो भइदिएको थियो कि र अनि अब भनौँ न त्यही अब यौन शिक्षाकै कुरामा चाहिँ अब 6-7मा हुँदाखेरि पपुलेसनमा पढ्दाखेरि चाहिँ अब के अरे होइन सर म्यामले पढाउनुहुन्थ्यो के भन्नुहुन्थ्यो नि ल रिड गर भने चाहिँ एउटा टेबल के भन्छ चेयरबाट एकजना उठाउने अब होइन त्यसपछि एकजनाले पढ्थ्यो त्यसपछि के हो कस्तो हो खासै त्यस्तो धेरै नआए कि त्यो भएपछि त्यो स्कुलमा चाहिँ पढेँ खालि एक्जामको लागि मात्रै पढेँ तर के हो भन्ने कुरा थाहा थिएन होइन अनि त्यसपछि एकचोटि चाहिँ कहाँबाट चाहिँ के अरे यो भनौँ न शब्द के अरे हनीमुनको क्या यो नेपालीबाट के भन्छ त्यसलाई स्वागत होइन त्यो शब्द चाहिँ मलाई एकदम के चाहिँ होला त यो भन्ने भएर चाहिँ मैले मेरो अब हजुरआमालाई सोधेँ अहिले अनि यस्तो हाँसे जस्तो गर्ने गरेर अब यस्तो कुरा बोलिस् भने तँलाई भनेर होइन आमाले मलाई गाली गर्नुहुन्छ यो त राम्रो होइन रहेछ भन्ने मलाई त्यो भयो होइन अनि त्यसपछि अब पछि चाहिँ कस्तो भयो भने न बच्चा चाहिँ पहिल्यैदेखि पेटमा हुने होला अनि बिहा गरिसकेपछि नि बच्चा जन्मिने होला भन्ने खालको के त्यो खालको चाहिँ मलाई के मैले कसैलाई सोध्न सक्दिनँ थियो त्यस्ता कुरा होइन तर मलाई मनमा चाहिँ त्यही हुन्थ्यो होइन अनि त्यसपछि के त्यस्तो खालको चाहिँ हुन्थ्यो तर पछि चाहिँ त्यो कुराहरू बुझ्दै गएँ यस्तो चाहिँ होइन रहेछ भनेर मेरो एउटा साथीले के भन्थ्यो भने
केटालाई छुने बित्तिकै चाहिँ नि प्रेग्नेन्ट हुन्छ होला भनेर चाहिँ त्यस्तो हुन्थ्यो। त्यो भएर म नजिक कहिल्यै बस्दिनँ थिएँ। एकचोटि त गएर होइन अब एउटा गाडीमा हिँडिरहेर गएर त्यही केटा साथीसँगै गएर ठोक्केँ। अनि त्यसपछि उसले मलाई यस्तो समातेर उठायो, अब म प्रेग्नेन्ट हुन्छु भन्ने भएर मैले घर गएर पिल्स खाएँ म होइन, मम्मीको पिल्स गएर खोजेर खाएँ भनेर मेरो 8मा पढ्ने एउटा साथीले भन्दै थियो कि होइन, त्यो अपाङ्गता भएको साथीले के भनेपछि अनि अब त्यस्तो खालको हुँदै गएपछि मैले चाहिँ यो चाहिँ अनि त्योपछि चाहिँ मैले के चाहिँ रहेछ भन्ने तरिकाले कता कता अब भनौँ न त्यो बेला बिस्तारै बिस्तारै अब फेसबुक के अरे हुन्छ नि पछि जब मैले मोबाइलहरू चलाउन जाने नि भने अब त इन्टरनेट के इन्टरनेटहरूमा मेरो एक्सेस हुँदै गयो। त्यसपछि चाहिँ मैले आफै नै खोज्न थालेँ कि के रहेछ त यो कुराहरू भनेर होइन। 11मा पढ्दाखेरि खोज्न थालेँ। त्यसपछि अब साथीहरू पनि अब सामान्य साथीहरूसँग सेयर गर्ने होइन, उसले भन्ने उसले जानेको कुराहरू त्यस्तो तरिकाले चाहिँ हामीले अब बुझ्दै गयो, जान्दै गयो। त्यस्तो तरिकाले चाहिँ अगाडि बढ्दै गइयो भनेपछि अनि अब यस्तो छ पहिलाको तुलनामा चाहिँ अब अलिकति यो जुन काठमाडौँदेखि लिएर इभन अब बाहिर जिल्ला पनि सुगम ठाउँमा चाहिँ होइन, जो चाहिँ अलिकति कम्प्युटर चलाउन या इन्टरनेटहरूमा एक्सेस छ, जुन चाहिँ साथीभाइहरूको सर्कलमा बस्नु भएको छ, उहाँहरूलाई चाहिँ यो अलिअलि भए पनि जानकारी हुनसक्छ होइन, अपाङ्गतामा पनि होइन, किशोर अवस्थामा पनि। तर जो साँच्चीकै दुर्गममा बस्नु भएको छ नि उहाँलाई अझै पनि थाहा छैन कि हामीले पनि ठाउँमा गएर अब यो फ्यामिली प्लानिङको डिभाइसहरू देखाइराख्दाखेरि यो कन्डम त फेरि पखालेर युज गर्न मिलिहाल्छ नि, नच्यात्ति जान्छौँ होइन र म्याम भनेर सोधेका होइन। अनि त्यसपछि यो अब यौन हिंसाको कुरा गर्दाखेरि अब यो अब सबै कुराहरू टाइप्सहरू भनिराख्दाखेरि कसले नराम्रो नजरले हेरिरह्यो भने पनि त्यो यौन हिंसा हुँदाखेरि कति मिनट हेऱ्यो भने चाहिँ त्यो हिंसा हुन्छ भनेर त्यो इनोसेन्ट क्वेसनहरू सोद्धाखेरि होइन। र अब के अरे केटी अब महिलाहरूकोमा त अब सुरुमा अब भनौँ न अब योनि त अलिकति एकदम धेरै नै कुराहरूमा या सफा गर्ने कुराहरूमा त ध्यान दिनु पऱ्यो नि त, के हाइजिन मेन्टेन गर्नलाई होइन। त्यो गर्दाखेरि हामीले त्यस्तो कुराहरू सिकाउँछ क्या, कसरी प्याड युज गर्ने, कसरी लगाउनेदेखि लिएर होइन, अनि कसरी यदि रियुजेबल चाहिँ कसरी चाहिँ सफा गर्नुपर्छ भन्ने कुराहरू सिकाइराख्दाखेरि इभन दिशा र पिसाब गर्दाखेरि चाहिँ हात कताबाट कता लगाउनुपर्छ भन्ने कुरा होइन। पहिला सुरु पिसाब गर्ने ठाउँमा धोएर त्यसपछि चाहिँ दिशा गर्ने ठाउँसम्म हात पुर्याउनु पर्छ भन्दाखेरि त्यो कुराहरू पनि हाम्रो ए हो र अब म त्यही गर्छु होइन। मलाई त त्यस्तो थाहा थिएन। मलाई त यौन भनेको छ युरिनकै इन्फेक्सन हुन्छ नि, पिसाब पोल्ने त कति हुन्थ्यो, यो कारणले पनि हुँदो रहेछ भन्ने खालको होइन। अनि त्यस्तो खालको अनि हाम्रो अब त्यो प्राइभेट पार्टहरूमा आउने त्यो रङहरू काट्नु मिल्छ मिल्दैन त्यस्तो हुन्छ नि, त्यस्तो खालको क्वेसनहरू उनीहरूले कहिले पनि कसैसँग सोध्न नसकेका क्वेसनहरू पनि हामीले चाहिँ उहाँहरूलाई बिस्तारै बिस्तारै यो कुरा भनेको चाहिँ हामीले के खुल्नुपर्छ होइन, सोध्नुपर्छ, खुल्नुपर्छ, लुकाएर राख्नु हुँदैन भनेर त्यो हाम्रो क्लासभित्रै नै त्यो खालको एउटा इन्भाइरोमेन्ट क्रिएट गरेपछि पार्टिसिपेन्ट दुर्गम ठाउँमा सोधेका ती पार्टिसिपेन्टहरूले सोधेका कुराहरू होइन। र अब मिन्स हुँदाखेरि चाहिँ यो चाहिँ बाँड्नु त्यस्तो खालको बाँड्ने भन्दा पनि सरसफाइमा ध्यान दिनुपर्छ भन्ने कुराहरू गर्दा पनि हो र हाम्रो त यस्तो पो भन्थ्यो त भन्ने खालको होइन। अनि एउटा साङ्ग महिलाले मिन्स हुँदाखेरि भनौँ न बाँड्नु पर्दाखेरि र एउटा अपाङ्गता भएको महिलाले होइन या दृष्टिबिनले बाँड्नु पर्दाखेरि छौपडीमा बस्नु पर्दाखेरिको त कति धेरै अप्ठ्यारो छ नि त झन् होइन। एक्लै बस्नु पर्दाखेरिका सेफ्टीका कुराहरू, एक्सेसरीका कुराहरूदेखि लिएर त्यो हुन्छ नि त्यो पीडाहरू। इभन काठमाडौँमै पनि या कुनै होस्टेलमा बसिरहेको दिदीबहिनीहरू आफ्नो घर जान मन लाग्दैन अरे क्या त्यो मिन्स हुँदाखेरि बाँड्नुपर्छ भनेर होइन। अनि त्यो कारणले गर्दा नि उनीहरू चाहिँ म घरै जान परे नि हुन्थ्यो नि भनेर बसेकाहरू होइन, त्यस्तो धेरै छन् कि। अनि अब कहिले चाहिँ क्युरियोसिटी के हो भने थाहा छैन। अनि अलिअलि त चाहना त जसलाई नै हुन्छ होइन, तर त्यही बाहनामा पनि अरूले चाहिँ यौन हिंसा गरेको होइन, पछि अलपत्र प्रेग्नेन्ट अवस्थामा बनाएर छोडिदिएको कतिवटा स्कुलहरूमा पहिला पनि होइन। त्यो यदि महिला त्यो किशोरीमा या महिलामा त्यो खालको यौन हिंसा भयो भने त्यो केटालाई भन्दा पनि केटीलाई नै त्यो स्कुलबाट निकालिदिएको, त्यो समाजले बहिष्कार गरेको त्यो कहानीहरू त धेरै छ नि त। त्यसले गर्दा पनि यो यौन तथा प्रजनन होइन यो शिक्षा सँगसँगै व्यवस्थापन पनि कुराहरूमा पनि हामीले सिकाउनुपर्छ क्या। अधिकार सँगसँगै चाहिँ व्यवस्थापन पनि कि त्यो चाहिँ एकदमै धेरै जरुरत छ कि। एकदम जुन हजुरले कुरा गर्नुभयो होइन, जस्तो एकदम हामीले सोच्दाखेरि चाहिँ कस्तो सानो सानो कुरा लाग्छ होइन, तर त्यो सानो कुरा चाहिँ ठुलो चाहिँ त्यसले त्यो एउटा
असर पारेको हुन्छ कि त्यसको ठुलो भूमिका हुन्छ होइन, इम्प्याक्टहरू हुन्छ। अब जस्तो म पनि जस्तो अब हामीले यो बायोनबाट चाहिँ यो आइसी मटेरियलहरू हुन्छ नि, जस्तो हाम्रो फ्लिपचार्टहरू जो हामीले जुन बनाएका छौँ होइन, अपाङ्गता मैत्री, यो बुझाउन जाँदाखेरि चाहिँ सुरुमा चाहिँ एकदम लजाउने होइन। अब किनकि उहाँहरूलाई यस्तो कुरा भएकै हुँदैन, थाहा भएको कुरा गरेकै हुँदैन होइन, क्लासमा पनि पढाइँदैन, अथवा चाहिँ पेज नम्बर 65मा यो छ हेर अनि सक्यो भनेर हुन्छ। अब त्यो दृष्टिसन्धि अपाङ्गता भएको व्यक्तिलाई के हो त्यो पेज नम्बर 65मा अब कुन चित्र, अब ब्रेल बुकमा चित्र हुँदैन होइन, अब कतिसँग त ब्रेल बुक पनि हुँदैन। अनि त्यो लिएर जाँदाखेरि चाहिँ एकदम खुसी के हुँदैन न, हो त सुरुमा चाहिँ लजाउनु भयो, तर पछि चाहिँ कति त्यो क्युरियोसिटी चाहिँ मैले देखेँ होइन। अब अलिअलि कुराहरू हजुरले पनि गर्नुभयो। अब जस्तो हजुरले पनि अब विभिन्न यस्ता खालको ट्रेनिङहरू चलाउनु जाँदाखेरि, सेसनहरू दिनु जाँदाखेरि चाहिँ सुरुमा उहाँहरूको कस्तो थियो र त्यो ट्रेनिङ सकेपछि चाहिँ उहाँहरूकोमा के चेन्ज आयो त, यसमा थोरै केही भन्न चाहन्छु? सुरुमा त जस्ट ट्रेनिङ भनेपछि आउनु भएको हो, नआउनु भएको होइन होइन, त्यो नै एउटा फर्स्ट स्टेप र उहाँहरूको चाहिँ होइन भनौँ न त्यसलाई चाहिँ एप्रिसिएट गर्नुपर्छ। तर अब हामीले जब कुराहरू गर्दै जाँदाखेरि चाहिँ सबैजना लजाएको, रातो रातो हुन्छ नि एउटा होइन, रातो पिरो भएको होइन, त्यो भएपछि ल अब अनि फेरि ल तपाईँहरूको केही छ भने सोध्नु भन्दाखेरि चाहिँ त्यो एकदम भन्छ नि पिन ड्रप साइलेन्ट के, कसैले केही कुराहरू नगरिरहेको हुन्थ्यो। अनि जब पछि अनि म चाहिँ कति कुराहरू चाहिँ मैले आफ्नो एक्सपिरियन्स पनि सुनाउँदै गएपछि चाहिँ हो त नि हामीलाई पनि यस्तो हुन्थ्यो नि होइन। अब कहिलेकाहीँ चाहिँ अरूकै पनि फन्नी तरिकाले पनि भनिन्थ्यो के, भनेपछि अनि ए हो त नि मलाई पनि यस्तो हुन्थ्यो, साँच्ची यस्तो हो नि भन्दै भन्दै उनीहरू पनि एक्साइटेड हुँदै हुँदै कुराहरू होइन। अनि त्यो पनि गर्दै गइयो। अनि कति कुरा हाम्रो अब फोटोहरू खिचिन्छ नि त, फोटो खिच्दा पनि के भन्दाखेरि चाहिँ अब अरू बेला फोटोहरू खिच्यो भने यो कुरा चाहिँ हामीले होइन फोटोहरू नखिच्ने क्या त्यो टाइममा, किनभने कम्फर्टेबल पनि त फिल गराउनु पऱ्यो नि त होइन। त्यस्तो गरिकन पनि सुरुमा हामीले त्यस्तो तरिकाले गऱ्यो भने पछि भनेको चाहिँ इभन तपाईँहरूको यो बारेमा तपाईँहरूलाई केही लास्ट भन्छ नि अब प्रोग्राम सिधिसकेपछि एक्साइटेड के, अझै इभन एकजना चाहिँ मलाई प्रोग्राम के भन्छ नि पछि 2 महिनापछि पनि फोन गरेर आज मेरो चाहिँ मैले अब पिल्स खान बिर्सेँ, अब आज चाहिँ हिजोको पनि खान बिर्सेँ, अब आज चाहिँ मैले 2टा खाने कि कति के खाने भनेर त्यस्तो खालको हुन्छ नि एउटा त्यस्तो खालको। अनि म अब प्रेग्नेन्ट भएको छ जस्तो लाग्यो, मेरो मिन्स यस्तो भएको छ, म के गरौँ होइन। अनि अब यो टाइममा चाहिँ तपाईँले त अब अझै कति हो भने नि तपाईँ त अब बच्चा पनि अब जस भएको छ होइन, तपाईँलाई थाहा छ म चाहिँ भर्खर प्रेग्नेन्ट हुन्छु, मैले कस्तो कस्तो चिज खानुपर्छ, कहिले कहिले हस्पिटल जानुपर्छ भनिदिनु न भन्दै पनि फोन गरिरहनु भएको हुन्छ कि, त्यस्तो खालको हुँदा चाहिँ खुसी लाग्छ। अब जस्तो अब हजुरले भन्नुभयो बच्चा पनि एज अ मदर होइन, आज आमा हुनुहुन्छ हजुर होइन। अब जस्तो अब हामीले अघि नै पनि अलि थोरै त मलाई भन्नुभएको थियो होइन, त्यो प्रेग्नेन्सीको बेला चाहिँ हजुर अस्पताल जाँदाखेरिको कुरा होइन। तर त्यो हजुरको प्रेग्नेन्सीको अवस्था देखेर जस्तो बच्चा जन्मिसकेपछि पनि होइन, स्वास्थ्य चेकअपको लागि अथवा चाहिँ स्वास्थ्य सेवा लिन जाँदाखेरि चाहिँ कस्तो कस्तो भनौँ न अवस्थाहरू आयो, कुनै राम्रो नि हुनसक्छ अथवा चाहिँ कुनै नराम्रो पनि हुनसक्छ होइन, किनकि सबै नराम्रै मात्र होला भन्ने पनि छैन, अथवा सबै राम्रै मात्र होला भन्ने पनि छैन होइन। के प्र्याक्टिसहरू चाहिँहरूले त्यसमा चाहिँ एक्सपिरियन्स गर्नुभयो त, कति भन्न मिल्छ भन्नु मिल्ने जति चाहिँ थोरै? अब एउटा चाहिँ कस्तो भयो भने एक त अब मेरो होइन वेट पनि अलिकति धेरै नै भएको, त्यसपछि प्रेग्नेन्ट होइन, अनि त्यसपछि त्यसमाथि फेरि अब दृष्टिबिन भनेपछि यता 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 हुँदाखेरि कता कता हो कि होइन। त्यसले गर्दा पनि फेरि अब भनौँ न एउटा फिजिकललाई होइन अग्लो होइन। म चाहिँ फेरि कस्तो भने मलाई मात्रै होइन कि एउटा अरू अपाङ्गता पनि के होइन, यो यही ठाउँमा एउटा फिजिकल प्रेग्नेन्ट के अपाङ्गता भएको व्यक्ति आउनु, शारीरिक अपाङ्गता भएको व्यक्ति आउनु, महिला आउनु भयो भने कस्तो होला त भन्ने खालको पनि त्यो पनि राखेरै त्यो ठाउँमा चाहिँ म त्यो गर्थेँ क्या म होइन। यो चाहिँ कस्तो कतिसम्म एक्सेसेबल मलाई मात्रै भएर भएन भन्ने खालको, किन भन्दाखेरि भोलि त म त्यो टाइममा त एकछिनको लागि मात्रै हुन्छु होइन, पछि त यो मेरो त्यो 9 महिनापछि त मैले अरूको लागि काम गर्नुपर्छ नि त होइन। अनि त्यसले गर्दाखेरि म त्यो सेन्सले पनि हेर्दै गएको गर्दाखेरि चाहिँ एउटा चाहिँ अब भनौँ न अलिक माथि होइन, त्यो के भनौँ न त्यो जुन चेक गर्ने अब
बेडहरू के त्यो खालको भइरहेको हुन्थ्यो। अनि त्यसले गर्दा चाहिँ त्यो हुन्थ्यो भने अब कुनै डक्टरहरू चाहिँ राम्रै पनि हुनुहुन्थ्यो। अनि इभन भिडियो एक्सरे गर्दाखेरि चाहिँ बच्चाको छ अब उनीहरूले सरसर्सै हेरेर चुप्लाएर पठाउने गरिरहेको पनि हुन्थ्यो अरूहरूको केसमा होइन। म चाहिँ कतिको धड्कन कतिको छ, कतिको डेभलप भएको छ होइन। अनि त्यो सबै नै सोध्थेँ कि इभन होइन अब साँच्चै आँखा हेर्न मिल्दैन भन्छ, हेर्न मिल्छ मिल्दैन त्यस्तो खालको के हुन्छ नि, त्यस्तो खालको पनि सोच्थेँ। अनि इभन अब अपरेसनै गर्ने टाइममा पनि अपरेसन गरेर मेरो बाबु निकालेको हो। त्यतिखेर पनि के भयो मेल कि फिमेल एकचोटि मलाई है म त देख्दिनँ तर मलाई देखाउने मात्रै भन्दा नि भन्नु पनि है भन्ने के त्यस्तो खालको पनि म सँगसँगै डक्टरहरूसँग पनि कुरा गर्थेँ होइन। अनि त्यसले गर्दा पनि अब उहाँहरूलाई पनि जस्ट रमाइलो तरिकाले नै डिल गरिरहनु भएको हुन्थ्यो मसँग होइन। त्यो पनि त्यो चाहिँ पछिल्लोपल्ट क्लिनिक भन्दा जब म हस्पिटलहरू पनि गएँ नि त होइन। मैले त्यो पाटन हस्पिटलमा गएँ अनि यता के अरे यो प्रसुति गृहमा पनि त्यहीँ गएँ होइन। त्यो चाहिँ गभर्मेन्टमा चाहिँ प्रायः जस्तो डिजाबिलिटी भएको व्यक्तिहरू पनि आइरहने भयो भएर अलिअलि भए पनि उहाँहरूलाई चाहिँ के एउटा डिजाबिलिटी पनि फ्यामिलियर खालको चाहिँ अलिअलि भएको जस्तो चाहिँ मैले भेटेको थिएँ कि त्यो चाहिँ अलिकति थियो। तर अब एक्सेसिबिलिटीको कुराहरू अनि अझै अब लाइनका कुराहरू होइन। अब एकजना साथीहरू अब कति भिडियो एक्सरेहरू केहीमा त एकजना मात्रैबाट दुईजना जान दिनु मिल्दैन दिँदैन नि त। मेरोमा चाहिँ दुवैजना जान दिनु मिल्ने तर फेरि मेरो अपरेसन गर्दाखेरि चाहिँ एकजना भन्दा दुईजना बस्नु नदिने क्या। अनि मलाई चाहिँ दुईजनै चाहिएको थियो नि त बाबुलाई एकचोटि हेर्नलाई मेरो अपरेसन गर्दाखेरि गरेकोमा अर्को। त्यसले गर्दा पनि मैले दुईजनाकै लागि चाहिँ मैले के भने क्याबिनको कुरा गरेँ क्या मैले प्रसुति गृहमा होइन। क्याबिनको मैले अफर के अरे कुरा गरिसकेपछि उहाँहरूले चाहिँ के भने नि क्याबिन भएपछि जुन त्यो हस्पिटलमा जो बच्चा जन्मिसकेपछि दिने सुविधा छ नि कति पैसा दिन्छ नि त्यो पनि कटौती हुने। र अपरेसन गरेको चाहिँ यदि अपरेसन गरेको चाहिँ अपाङ्गता भएको व्यक्ति छ भने त्यो फ्रीमा हुन्थ्यो अरे। तर त्यो पनि फुल तिर्न पर्ने भन्ने हुन्छ नि भनेपछि सबै नै त्यो तिर्न पर्ने रहेछ क्या। क्याबिनको प्लस 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 सबै तिर्नु पर्ने रहेछ। त्यो डिजाबिलिटीले चाहिँ म डिजाबिलिटी चाहिँ क्याबिन पनि युज गर्छु भन्न चाहिँ पाइँदैन रहेछ होइन। म क्याबिनको मात्रै तिर्थेँ नि त, अरू जुन सुविधा थियो सुविधा त दिए हुन्थ्यो नि त होइन। तर त्यो सुविधा चाहिँ यदि के गरेर क्याबिनमा बसेपछि त्यो सुविधाहरू सबै कटाउँदै हुँदो रहेछ क्या होइन। त्यो पनि अब त्यो मेरो त एक त एक्सेसिबिलिटी निडको कारणले गर्दा हो नि त होइन अपरेसन गरेको। अनि त्यसै दृष्टिबिन सँगसँगै अब हुन्छ नि एउटा अब बेड पनि भएपछि मलाई त धेरै नै गाह्रो हुन्थ्यो होइन। अब अर्कोमा चाहिँ प्यान टोयलेट थियो, त्यो क्याबिनमा चाहिँ कम्फर्ट वा टोयलेटहरूदेखि लिएर त्यसमा चाहिँ अब क्याबिनमा भएपछि दुईजना पनि बस्न पाइयो नि त होइन राति। त्यसले गर्दा मैले त्यो सुविधा युज गर्दाखेरि चाहिँ त्यो खालको कुराहरू चाहिँ भएको थियो कि। त्यसले गर्दा चाहिँ यो बारेमा चाहिँ हामीले चाहिँ अब एडभोकेसी चाहिँ साँच्चीकै गर्नुपर्ने हुन्छ क्या। अब मैले पढ्छु भने मैले गभर्मेन्टमा मात्रै फ्रीमा पढ्न पाएर भएन नि त। मैले पढ्ने प्राइभेटमा पनि त कुनै स्कुलले चाहिँ हुन्छ म तपाईँहरूलाई आउनुहोस् भनेर वेलकम गरिरहेको हुन्छ नि, कुनैले त दिएको छैन नि त। तर यो गभर्मेन्टले नै प्राइभेट र सरकारी भन्ने हुँदैन। शिक्षामा चाहिँ यो अपाङ्गता भएको व्यक्तिले यदि डिस्काउन्ट गरिदिनुपर्छ भन्ने नियम भयो भने हाम्रो चोइसले आफ्नो विषय पढ्न नि पाउँछौँ, स्कुल अनि कलेजमा नि पढ्न पाउँछौँ नि त होइन। अहिलेको अवस्था के छ त जसले सक्छ उही मात्रै प्राइभेट राम्रो कलेजहरूमा पढ्न पाएको छ, अरूले चाहिँ होइन। गभर्मेन्ट नराम्रो भने होइन कि तर चोइसको कुरा हो नि त होइन। एउटा गभर्मेन्टको स्कुल टाढा छ अरे, हस्पिटल टाढा छ अरे, प्राइभेट हस्पिटल नजिक छ भने म नजिक पनि त मेरो अपाङ्गता कारणले नजिक पनि त जान सक्थेँ नि त, पाउँथेँ नि त होइन। तर चाहिँ अब त्यहाँ मैले अफोर्ड गर्न सकिनँ भने मैले त्यही टाढा दुर्गम ठाउँमा भयो के अरे एकदम धेरै यात्रा गरेर भए पनि मैले जबरजस्ती भए पनि त्यही कलेजमा त्यही हस्पिटलमा जानुपर्ने जरुरत छ नि त होइन। त्यो खालकोलाई चाहिँ हामीले चाहिँ यो चाहिँ एकदमै धेरै ठुलो इस्यु जस्तो चाहिँ मैले भेटेको थिएँ कि है। जस्तो अब एकदम हो नि, जस्तो प्राइभेट गभर्मेन्ट भनेर त त्यो गभर्मेन्ट खतम भन्दा पनि अब त्यो कुन उपयुक्त हुन्छ होइन। अब कस्तो खालको अवस्थामा हुन्छ त्यसले नि हेरेर भयो। अब जस्तो हामीले अघि नै हामीले जुन सेवाको कुरा गऱ्यौँ, एक्सेसिबिलिटीको कुरा गऱ्यौँ होइन। मान्छेहरू चाहिँ खास धारणा चाहिँ एउटा ऱ्याम्प बनाइदिउँ न एक्सेसिबल भइहाल्यो भनेर चाहिँ सोच्ने होइन। जस्तो अघि नै जुनहरूले कुरा गर्नुभयो क्याबिनको होइन, क्याबिन त त्यो रिक्वायरमेन्ट त्यो चाहिएर त्यो लिएको हो नि त होइन। अब क्याबिन लियो भन्दैमा अन्य सेवै नदिने भन्ने त हुँदैन होइन। अब त्यही हिसाबमा चाहिँ जस्तो अब विभिन्न अस्पतालहरू छन् होइन, अथवा स्वास्थ्य कार्यालयहरू, स्वास्थ्य सेवा प्रदान गर्ने चाहिँ विभिन्न ठाउँहरू छन् होइन।
त्यसलाई चाहिँ पहुँचयुक्त बनाउनको लागि चाहिँ के चाहिँ मा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई बेसिक कुराहरू भनौँ न हामीले एउटा चाहिँ हाम्रो नेपाल गभर्मेन्टकै उसमा पनि 10 प्रकारको अपाङ्गता छन् हजुर होइन हजुर 10 प्रकारको अपाङ्गता त क्याटेगोरीमा भयो तर त्यो भित्रको पनि आवश्यकता त फरक फरक छ नि त होइन भने मतलब अब दृष्टिबिनकै कुरा गर्नु पर्दाखेरि फुल ब्लाइन्डको लागि एउटा कुरा हुनसक्छ होइन टेक्टाइल ब्रेलको कुरा हुनसक्छ लो भिजनको लागि होइन लार्ज प्रिन्टको कुराहरू हजुर अब कलर ब्लाइन्डनेसको कारण कुरामा चाहिँ अब कस्तो कलर चाहिँ उनीहरूले के अरे देख्छन् त होइन कस्तो कलर चाहिँ उनीहरूको लागि चाहिँ एक्सेसिबल हुँदैन त्यो कुराहरू हुन्छ भने अब फिजिकल पनि कस्तो फिजिकल हो त होचा बुढ्कालाई पनि फिजिकलमै राखेको छ नि त शारीरिक अपाङ्गता होइन उनीहरूको आवश्यकता व्हिलचेयर युजरको आवश्यकता छुट्टै हुन्छ होइन र अनि त्यसपछि अर्को पनि अब जो चाहिँ कर्चेस लिएर हिँड्ने या क्यालिफर लगाउने या अब अलिकति ठिक्कको उसमा पनि सफर गर्नेहरूले अब के कस्तो हुन्छ भने अहिले त ठुल्ठुलो होटेल है ठुल्ठुलो अब भनौँ न अलिकति हेर्दाखेरि अब राम्रो जस्तो भनौँ न त्यो बिल्डिङ राम्रो भनौँ न होइन भित्रको त आफ्नो ठाउँमा छ त्यो खालकोमा चाहिँ कसरी ल एकदम एक्सेसिबल छ भनेर ठ्याक्क ऱ्याम जस्तो राखेको हुन्छ होइन तर भित्र गयो पुरै त्यो क्या त्यो के अरे यस्तो चिप्लो फ्लोर हुन्छ नि होइन है अनि त्यो चिप्लो फ्लोरमा त उनीहरू त हिँड्नै सक्दैनन् कि होइन एउटा अब ब्लाइन्ड पनि कहिलेकाहीँ स्लिप हुनसक्छ भने अरू फिजिकल शारीरिक अपाङ्गता जसले चाहिँ कर्चेस टेक्नेहरू होइन उहाँहरू युजरहरू उहाँहरूलाई त त्यो गाह्रो हो नि त है त्यो खालको पनि हाम्रो के अरे त्यो चाहिँ ध्यान दिएका हुँदैनन् क्या मान्छेले है एक्सेसिबल भनेको ऱ्याम्प मात्रै पनि होइन नि त त्यो पनि हो अनि फेरि अर्को कुरा भनेको चाहिँ कस्तो हुनुपर्छ नि हेर्दा एक्सेसिबल टोयलेट भने हुन्छ होइन अनि एउटा मैले अस्ति भर्खरै युएनकै भवनभित्र पनि अल जेन्डर एक्सेसिबल डिजेबिलिटी एक्सेसिबल टोयलेट भने होइन गयो अनि मलाई त्यहाँभित्र जाँदाखेरि चाहिँ के छ भने एक्सेसिबलै थियो के तर मलाई चाहिँ कस्तो भने त्यहाँ एउटा जेन्ट्स जाँदाखेरि होइन अहिले पनि त भनौँ न पुरा माथि कम्फोर्टमा माथिबाट पिसा फेरिया हुन्छ हो कि होइन है माथि पुरै पिसा फेरिया हुन्छ त्यही एउटा फेरि अर्को एकजना चाहिँ अब ब्लाइन्ड गयो भने त्यो कम्फोर्टकै माथि बसेर चाहिँ उसको त सबै त फोहोर भयो नि त हो कि होइन भनेपछि त्योभित्र पनि जेन्ट्स र लेडिजको पनि एक्सेसिबल पनि त चाहियो नि त होइन ती प्यान्टको कुराहरू हुन्छ ती हुन्छ अब हरेक कुराहरू हुन्छ नि त त्यसले गर्दा नि त्यो डिजेबिलिटी एक्सेसिबल बनाउँदामै एउटै टोयलेट सबैको लागि हुन्छ भनेर चाहिँ बनाउनु हुँदैन हाम्रो दुईवटा सोच्नै पर्छ बरु के फरक पऱ्यो एक्सेसिबल बनाउँदा त्यो एक्सेसिबल डिजेबिलिटी एक्सेसिबलमा अरू जान पाइँदैन भन्ने होइन नि त जो पनि जान पाइयो नि त होइन यदि सफा बनाउँछन् भने त्यो एउटा एक्सेसिबल केटा र केटीको टोयलेट या अब भनौँ न अब इभन अहिले त भनेको यो त के यो लैङ्गिक होइन उहाँहरूको पनि यो टोयलेटलाई पनि त सबै के अरे एक्सेसिबल सबै एक्सेसिबल बनायो भने डिजेबिलिटी सँगसँगै ज्येष्ठ नागरिक सँगसँगै अब केही समय रिसेन्टली हात भाँचेको खुट्टा भाँचेको हो कि होइन एकछिन खुट्टा मड्केको थियो त्यही पनि अफिस आउनै पर्यो भने पनि त्यो अफिस युज गर्न पाइयो नि त त्यो हस्पिटल युज गर्न पाइयो नि त होइन त्यो स्कुल युज गर्न पाइयो त्यो कारणले गर्दा चाहिँ अब चाहिँ त्यस्ता कुराहरू पनि याद गर्नुपर्छ कि हाम्रो त्यसको कुरामा पनि एडभोकेसी गर्नुपर्छ कि जस्तो आइरहेको छ होइन जस्तो डिसेबिलिटी एक्सेसिबल होइन टोयलेट छ भन्नेमा त्यो डिसेबिलिटी छ भन्नेमा त्यसमा जेन्डर नहुने भनेको त हुँदैन नि त होइन अब अरूहरूको लागि चाहिँ जस्तो जेन्ट्सले छुट्टाएको छ भने अब जस्तो त्यसमा चाहिँ एक्सेसिबल वासरुम बनाइसकेपछि चाहिँ जेन्ट्सले किन नछुट्टाउने त हो त त्यही त हामीलाई नि होइन सफाइ होला त दिक्दै त लाग्छ नि हामीलाई नि होइन भन्दै कि होइन त्यो एउटा हुन्छ नि जस्तो जुन हिसाबमा युरिनेसनको हुन्छ केटाको र केटीकोमा फरक हुन्छ अब सबैले हाइजिन मेन्टेन गर्छ भने हुँदैन नि गरेको त एकदम राम्रो हो होइन त्यो त एकदम सुगन्ध भइहाल्यो अनि फेरि हामीले नि भन्छौँ नि एक्सेसिबिलिटी भनेको चाहिँ यो अपाङ्गता भएको व्यक्तिहरूको लागि मात्रै पनि होइन नि त होइन एक्सेसिबिलिटीको यदि हामीले मेजर्स केयर गऱ्यौँ भने चाहिँ त्यसले अपाङ्गता भएको अथवा अपाङ्गता नभएको सबै व्यक्तिहरू चाहिँ त्यसले एकैचोटि समेट्छ होइन जुन कुरा अघि हजुरकोमा नि गर्नुभयो अब चाहिँ हस्पिटलको कुराहरू आयो होइन जस्तो त्यो एक्सेसिबल वासरुमको कुरा आयो अनि पछि ऱ्याम्प जुन अघिहरूले भन्नुभयो त्यो फ्लोरिङको कुरा आयो जुन हामीले खासै गर्दै गर्थेनौँ होइन कलर ब्रान्ड्सको कुरा आयो जस्तो कहिलेकाहीँ चाहिँ के हुन्छ भने हामी डिस्ट्रिब्युटरहरू कहिले हस्पिटल गयौँ भने चाहिँ रुम नम्बर 365 जानु भनेर भन्छ अब त 365 कता कसरी जाने कुन हो न त त्यो ढोकामा त्यो टेक्टाइल त्यो लेटर्स हुन्छ न त हामीले त्यो पाथवे देखाएको हुन्छ होइन अब न त त्यो लेखा हुन्छ ब्रेलमा अथवा लार्ज प्रिन्टमा होइन ढोकामा त्यस्तो राख्न सकियो त्यस्तो खालको कुरा त्यो खालको कुरा धेरै महँगो पनि हुँदैन नि त
होइन त्यहाँले जस्तो भन्छ नि यो इन्क्लुजन भन्दा एक्सक्लुजन चाहिँ महँगो पर्छ भनेर भन्छ कि होइन अब अहिले कति लिफ्टहरूमा होइन के अरे 1 2 भन्छ नि त्यसले त अब हामी दृष्टिमानलाई मात्रै होइन नि त जसले चाहिँ पढेको छैन नि होइन उहाँहरूलाई पनि भयो नि त हो कि होइन ल 1 आएछ 2 आएछ भनेर ठ्याक्क बाहिर निस्किनलाई होइन त्यो सजिलो हो नि त त्यस्ता कुराहरू चाहिँ अब अझै पनि गरेर चाहिँ यो चाहिँ डिजेबिलिटीको लागि मात्रै नै हो भन्ने खालको छ कि हो त्यही त यो जुन भन्यो नि यो पहुँचयुक्तताको कुरा भनेको चाहिँ सबैलाई चाहिँ यसले समेट्छ कि होइन जुन कुरा आयो अब किन हामी स्वास्थ्यको पहुँचमा आयौँ होइन अब जस्तो हामी जाँदाखेरि चाहिँ शिक्षामै जाँदाखेरि चाहिँ अब कतिपय कुरा चाहिँ कन्टेन्टमा हुन्छ नहुने पनि होइन तर त्यो अपाङ्गता भएको व्यक्तिले चाहिँ जति चाहिँ बुझ्न पाउने हो जति चाहिँ उहाँले पढ्न पाउने त्यति चाहिँ उहाँले एक्सेस चाहिँ पाउनुभएको हुँदैन होइन तर चाहिँ यो प्रजनन स्वास्थ्य अधिकार अथवा चाहिँ वृत्ति शिक्षामा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको पहुँच बढाउनको लागि चाहिँ के गर्न सकेला त एउटा चाहिँ वेबसाइट के होइन अब यो वेबसाइटहरू पनि जसले जति पनि अब बनाएका छन् वेबसाइटहरू होस् सानसाना सूचना होस् होइन र अनि त्यसपछि कति अब के अरे यो फ्यामिली डिभाइसहरूको एडहरू हुन्छ नि हो त्यसलाई पनि एक्सेसेबल बनाउनु पर्यो है अब के अरे एकचोटि के भयो भने अब एउटा गाउँमा ट्रेनिङ दिँदा चाहिँ कन्डम चाहिँ यसरी लाउनुपर्छ भनेर औँलामा घुसाएर लगाउँदाखेरि चाहिँ मान्छेले सेक्स गर्दा नि औँलामै घुसाएर लगाए अरे र पछि बच्चा भयो अरे भनेर भन्छ नि त्यो चाहिँ अब इन जेनरल आम होइन त्यसमा त्यस्तो कुरा भयो अरे भन्दाखेरि चाहिँ अब एउटा साङ्ग मान्छेलाई त होइन या यसो गरेर गर्नु हुँदा त्यही हुन्छ भने हाम्रो अपाङ्गतामा चाहिँ के हुन्छ भने त्यो लगाउनु पर्छ भन्ने हो तर त्यो कसरी लगाउने भन्ने कुरा त अरूले त देखेर थाहा हुन्छ नि पिक्चरहरू हो कि पिक्चरहरूबाट अब आउन त यो टेलिभिजनमा नि कति आइरहेको हुन्छ युट्युबमा कति आइरहेको हुन्छ छैन छ नि त होइन त अब के अरे गुगलमा सर्च गऱ्यो भने कति कुराहरू आएको छ तर त्यसको प्रोसेस नि एज अ डिजेबिलिटीलाई नै हुने तरिकाले ब्लाइन्डलाई नै हुने तरिकाले एउटा अब भनौँ न अटिजम डाउन सिन्ड्रोम अनि बौद्धिक अपाङ्गतामा जुन माइनरहरू हुनुहुन्छ उहाँहरूको पनि त बिहा भएर उहाँहरूले त बच्चा जन्मेको छ नि त होइन उहाँहरूलाई पनि हुने गरेर चाहिँ हाम्रो जुन जसले जति यस्तो खालको एडभर्टाइज गर्छ नि उहाँ त्यो कन्टेन्टहरू चाहिँ सबै एक्सेसेबल युनिभर्सल एक्सेसेबल फर्मेटमा हुनुपर्छ भन्ने चाहिँ बनाउनु पर्ने छ क्या त्यो भयो भने बल्ल हुन्छ किन भन्दाखेरि सस्ता पनि सबैतिर पुग्न सक्दैन हो कि होइन है एक ठाउँमा पुग्ला होइन अब कहाँ कतिसम्म पुग्ने त होइन अनि त्यो कुराहरू हुन्छ अब अनि अर्को कुरा के गर्न सकिन्छ भने स्थानीय तहमा होइन स्थानीय तह पनि स्वास्थ्य निकायहरू हुन्छन् है अनि नजिकका हेल्थ पोस्टका कुराहरू अनामिका ती जुन चाहिँ स्वास्थ्य कर्मीहरू जो चाहिँ घर घरमा जान्छ नि त अहिले त स्थानीय तहमा त त्यही छ नि त होइन ज्येष्ठ नागरिकहरूलाई केही गर्नु पर्यो भने घरमा जान्छन् कतिले अब अपाङ्गतामा पनि हुन सक्ला कमसेकम उहाँहरूलाई बुझाउन सक्यो भने कुनै ठाउँमा त्यस्तो समस्या देख्यो भने चाहिँ उहाँहरूकै मार्फतबाट पनि अपाङ्गता भएको व्यक्तिहरूसँग पुग्छ कि त्यसले त्यस्तो कुराहरू होइन अब यो ऐनाको अब भनौँ न के अरे कन्टेन्टको कुराहरू त छँदैछ हामी सङ्घ संस्थाहरूले दिएका ट्रेनिङहरू पनि त्यो के अरे ओरल्ली मात्रै नभइकन जति पनि म्याटेरियल्स हुन्छ नि म्याटेरियल पनि एक्सेसेबल म्याटेरियल्सहरू बनाउने त्यो चाहिँ सस्टेनेबल तरिकाले के होइन त्यस्तो खालको बनाउनु पऱ्यो किन सबै संस्थाले त्यो बनाउन सक्दैन तर जसले बनायो नि त्यसले जसले यो सेक्टरमा काम गर्छ नि त्यसमा पनि वितरण गर्ने तरिकाले चाहिँ बनाउनु पऱ्यो कि होइन अब म ट्रेनिङ मात्रै दिन जान सक्छु अरे या अब म कुनै ठाउँमा गएको बेला एउटा अपाङ्गता भएको व्यक्तिलाई बुझाउन मात्रै सक्छु अरे तर मसँग म एज अ अभियानकर्ता मसँग त्यस्तो सामान भइदियो भने होइन त्यहाँ त्यो ठाउँमा त गएर बुझाउन सकिन्छ नि त त्यो कुरा हो भने अर्को कुरा चाहिँ यो भनेको चाहिँ 11 12मा पढ्नेलाई मात्रै होइन कि स्कुल लेभल जो चाहिँ मिन्स हुने टाइमको अगाडिदेखिको उमेरको के अरे हुन्छ लेडिजहरूलाई होइन त्यो बेलादेखि लिएर भने इभन किशोर होइन अब जे भने केटाहरूलाई पनि त्यो तरिकाले चाहिँ उनीहरूको किशोर लगभग के अरे 12-13 वर्षदेखि नै यो कुराहरू चाहिँ सिकाउँदै जानुपर्ने छ कि है त्यो हामीले चाहिँ अब कलेज लेभलको होइन टिन एजको भनेर 16-17 वर्षहरूलाई मात्रै भनिन्छ नि उनीहरूको लेभल अनुसारले चाहिँ सानै उमेरदेखि नै यस्तो कुराहरू सिकाउँदै जानु पर्यो कि त्यो भयो भने अर्को चाहिँ म्यारिड कपाल के है म्यारिड कपाललाई पनि काउन्सिलिङ धेरै जरुरत छ
किन भन्दाखेरि परिवार एकदम राम्रो बनाउनको लागि होइन यो भनौँ न हस्बेन्ड वाइफको सम्बन्धलाई सुदृढ बनाउनको लागि एउटा भनेको एउटा भनौँ न एउटा पोइन्ट भनेको त्यो पनि हो कि हो है यौन चाहना यौन कुराहरूलाई चाहिँ व्यवस्थापन गर्ने एकअर्काको कुराहरूलाई बुझ्ने कुराहरू होइन अनि पनि कहिले बच्चा जन्माउने अब कति पछि जन्माउने भन्ने कुराहरू एकअर्काको अन्डरस्ट्यान्डिङको लागि भनेको यो फ्यामिली हुन्छ नि यो काउन्सिलिङ क्या कपल काउन्सिलिङ क्या डिजाबिलिटी कपल काउन्सिलिङ के त्यो पनि धेरै नै जरुरत छ इभन ब्लाइन्ड डिजाबिलिटी मात्रै होइन कि सँगैसँग बिहा गरेको छ एकजना भने पनि त्यो पनि चाहिएको छ कि है किन भन्दाखेरि कतिको भनौँ न कतिको अब यो बौद्धिक अपाङ्गताकोमा पनि सँगसँगै बिहा गरेका हुनसक्छन् ती उहाँहरूलाई पनि छुट्टै खालको काउन्सिलिङ चाहियो हो कि होइन त्यस्तो खालको हुन्छ ब्लाइन्डकै कुराहरू भयो होइन त्यसले गर्दा पनि अनि अर्को कुरा हामी अपाङ्गता भएको कारणले गर्दा हामीलाई गाह्रो भएन समाजको सोच होइन भौतिक संरचना जति पनि बनेको छ त्यो चाहिँ आँखा देख्ने र साङ्ग भन्नेहरूको लागि मात्रै बनेको कारणले गर्दा हामीलाई गाह्रो भयो नि त है नत्र यो कुराहरू केही छैन कि है जसरी नाकबाट सिगान आउँछ मुखबाट थुक आउँछ होइन दिसा पिसाब आउँछ या इभन जिब्रोले कहिले के खान मन लाग्छ कहिले के खान मन लाग्छ हो कि होइन हो त्यस्तै यो यौन चाहना पनि त्यही हो नि त होइन यो अब हामी केटीहरूको मिन्स हुनु भनेको पनि त त्यही त हो नि होइन त्यस्तै खालको कुराहरू त्यसले सामान्य यो ट्याब्युज होइन कि यो चाहिँ सामान्य हो प्राकृतिक कुरा हो यसलाई व्यवस्थापन मात्रै गर्नुपर्ने जरुरत छ कि अनि अर्को कुरा चाहिँ जसले धेरै काम गरिरहेछन् यो ठाउँमा तर यो चाहिँ एउटा सीमित वर्गको लागि मात्रै नभइकन यो चाहिँ त्यहाँभित्र भएको समुदायमा भएको भनौँ न इन्टरसेक्सनालिटी पर्सपेक्टिभबाट पनि हाम्रो ट्रेनिङमा हाम्रो कार्यक्रममा इभन गभर्मेन्टको जुन जति पनि कार्यक्रमहरूमा पनि त्यो चाहिँ समावेशी हुनुपर्छ भन्ने लाग्छ हो होइन जुन इन्टरसेक्सनालिटीको कुरा गर्नुभयो अनि जुन नर्मल होइन जस्तो सेक्सको डिजायर हुनु भनेको त नर्मल हो होइन यौन चाहना हुनु भनेको नर्मल हो त त्यसलाई हामीले कसरी म्यानेज गर्छौँ कसरी गर्छ होइन जस्तो हामी वृत्तिगत शिक्षा भन्छ नि यो पनि जस्तो अघि हजुरले भन्नुभयो होइन सानै उमेरदेखि यो पनि सानै उमेरदेखि नै करिकुलमबाट सिकाउनुपर्छ भनेर भन्छ कि होइन जस्तो बच्चाहरूलाई सिधै अब 1 क्लासको बच्चालाई गएर कन्डमको कुरा गर्ने होइन नि त होइन गुड टच ब्याड टचको कुराहरू आयो होइन अब कसरी चाहिँ बुझ्ने कसरी चाहिँ खतरा चाहिँ मापन गर्न सक्ने होइन यसमा सम्बन्धको कुरा आउँछ व्यवहारको कुरा आउँछ मूल्य मान्यता अधिकारहरूको कुरा आउँछ विभिन्न कुराहरू छ यसको बाटोमा होइन जुन हजुरको कुरा गर्दाखेरि पनि आयो अब अहिले हामीले मिडियाको युग छ भन्छौँ होइन अब जस्तो मिडियामा जस्तो अब अपाङ्गता भएको व्यक्तिहरूको धेरै कुराहरू मिडियामा खासै हामीले आएको देख्दैनौँ होइन अब यौन तथा प्रजनन स्वास्थ्यको पनि कतिपट्टि आएको हुन्छ तर त्यो अपाङ्गता भएको व्यक्तिको लागि अथवा अपाङ्गता भएको व्यक्ति मैत्री बनेर चाहिँ आएको छैन होइन धेरै जस्तो अब जस्तो जस्तो यो वृत्तिगत शिक्षा अथवा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको कुराहरू चाहिँ अपाङ्गता मैत्री बनाउनको लागि चाहिँ मिडियाको चाहिँ कस्तो भूमिका हुन्छ होला त मिडिया नै हो होइन ठाउँ ठाउँमा पुग्ने हजुर सबको लागि हुने भन्ने जस्तो होइन मिडिया नै हो नि त होइन अब अहिलेको हाम्रो कुरा पनि मिडियामै आउने नै हो तर एउटा कुरा के हो भन्दाखेरि चाहिँ अब यो भनौँ न अडियो बनायो भने हामीले एउटा कुरा त्यो अरू डेफलाई हुँदैन हो कि नि है भिडियो मात्रै बनायो भने भिडियोबाट मात्रै अब म्युजिक राखेर सबै गऱ्यो भने त्यो ब्लाइन्डलाई हुँदैन हो कि नि अनि त्यो सँगसँगै चाहिँ अब त्यो अब रिटर्न मात्रै लेखिया छ भने ब्लाइन्डलाई पनि भएन इभन पढ्न भनौँ न होइन त्यो पनि भएन नि त्यसले गर्दा एउटा चाहिँ मिडियाले सबैभन्दा ठुलो कुरा चाहिँ मिडिया सेन्सिटाइजेसन र मिडिया मोबिलाइजेसन एकदम धेरै जरुरत छ अनि अर्को कुरा भने चाहिँ मिडियाले चाहिँ अब प्रायः जस्तो मिडिया चाहिँ अपाङ्गता भन्ने बित्तिकै कमजोरको रूपमा देखाइरहेको हुन्छ कि समेट्दैनन् त्यो कुरै समेट्दैनन् होइन कि एकदमै हो कि हो हाउबुजी जस्तै कि होइन यिनीहरूको चाहिँ यस्तो भन्ने तरिकाले चाहिँ एकदम धेरै देखाइरहेको हुन्छन् त्यसले गर्दा चाहिँ एउटा यो अपाङ्गता भएको व्यक्तिहरूका यस्ता कुराहरूलाई पनि मिडियाले चाहिँ सकारात्मकले के है समस्या छ भने पनि कस्तो भने कुनैले साँच्चीकै एकदम पीडित छ अरे होइन त्यसले गर्दा नि उहाँहरूलाई चाहिँ त्यो जानकारी नभएको कारणले गर्दा या अधिकार वञ्चित भएको कारणले गर्दा उहाँहरू यस्तोसम्म हुनुभयो भनेर देखाउनु राम्रो हो होइन तर त्यसलाई सकारात्मक रूपमा चाहिँ देखाउनु पर्छ भन्ने जरुरत छ एउटा चाहिँ मिडियाले
त्यो गर्नुपर्छ भने एउटा चाहिँ जतिले कभरेज गरेको छ त्यसले उहाँहरूले चाहिँ अब भनौँ न नेगेटिभ रूपमा चाहिँ देखाइदिनको कारणले गर्दा चाहिँ यो अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ जसले पनि मिडिया हेर्छ नि त्यो ठाउँमा पनि त्यही पुग्छ नि त कुराहरू। त्यसले गर्दा पनि अब चाहिँ हाम्रो जति पनि कुरा छ मिडियाबाट चाहिँ प्रचार प्रसार गर्ने होइन अझ अनि हामीले पनि मिडियाबाट गर्नु पऱ्यो भने जसले मिडिया चलाइरहनु भएको मिडियाकर्मीहरूलाई चाहिँ पनि यो बारेमा चाहिँ जानकारी गराएर चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको इस्युलाई चाहिँ प्रायोरिटीमा राखेर र प्रायोरिटीमा राख्नु पऱ्यो, सकारात्मक रूपमा नै तरिकाले पनि उहाँहरूले चाहिँ प्रस्तुत गर्नु पऱ्यो, ब्रोडकास्ट गर्नु पऱ्यो भने चाहिँ यो खालको चाहिँ दिनुपर्ने छ है। एकदम जस्तो मिडियाको अहिले चाहिँ मिडियाकै युग छ भनेर भन्छौँ होइन। अब जस्तो हल्ला किन भन्नुभयो अडियो मात्रै भएर पनि भएन, भिडियो मात्रै भएर पनि भएन होइन। अब कहिलेकाहीँ चाहिँ अडियो होला अनि त्यो जस्तो अहिले जस्तै हाम्रो जुन भिडियो खिचिरहेको छ त्यसमा अब क्याप्सनिङको कुरा गर्न सकियो होइन, सबटाइटलको कुरा गर्न सकियो, त्यो राख्न सकियो होइन, जे होस्। तर मिडियामा जस्तो कस्तो खालको शब्द चयन होइन, कस्तो खालको शब्दको प्रयोग गर्ने त, किनकि शब्द सिकाउने पनि मिडियाले हो नि त होइन। अब हामी अपाङ्गता भएको व्यक्तिहरू पनि छौँ भने बरु हामीले नै लेखेर हुन्छ कि अब हामीले नै कन्टेन्ट बनाएर हुन्छ कि सकेसम्म हामीले पठाउने कि भन्ने कुराहरू आयो। एकदम साथीहरूसँग कुरा गर्दा एकदम भनौँ न कस्तो एकदम रमाइलो भइरहेछ कि त्यो कुरा त्यो गरेको भने त्यो आफ्नै फ्लोमा गइरहेछ कि होइन। अब लगभग हामी अन्तिमतिर नै आइसक्यौँ होइन, टाइम गएको पनि थाहा भएन होइन। कति मजाले त्यो एउटा फ्लोमा नअड्किकन नरोकिकन कुरा भइरहेछ। अब यहाँबाट बिदा हुनुभन्दा अगाडि चाहिँ जुन श्रोताहरूले हेर्नुहुन्छ होइन, हेर्दै यो पछि आइसि हेर्नुहुन्छ होइन, उहाँहरूलाई चाहिँ हामीले के एउटा की मेसेज भनौँ न के दिन चाहनुहुन्छ, एउटा सन्देश? यो यौन तथा प्रजनन भनेको एकदमै धेरै आवश्यकता। किन भन्दाखेरि अपाङ्गता भएको व्यक्तिहरूको जुन यौन तथा प्रजनन स्वास्थ्य शिक्षा या उनीहरूलाई यो कुराहरू चाहिँ अधिकारहरू प्रयोग गर्न नपाउँदाखेरिको कुराहरू समाजमा यो चाहिँ हुँदैन, यो चाहिँ होइन भनेर अर्को एउटा जजमेन्टल खालको कुरा छ। त्यसले चाहिँ अपाङ्गता भएको व्यक्तिलाई मात्रै नभइकन उनीहरूको परिवार र सिङ्गो समाज पनि लाई पनि असर परिरहेको छ। त्यसले गर्दा पनि अपाङ्गता अभियानकर्ताहरू, परिवार, इभन स्वयमै अपाङ्गता भएको व्यक्तिहरूले पनि यो कुराहरूलाई चाहिँ खुलेर होइन आफ्नो कुराहरू भन्ने र कहाँ समस्या छ त्यो कुराहरूको लागि चाहिँ आवाज बुलन्द गर्नुपर्ने धेरै जरुरत छ। त्यो कारणले गर्दा पनि तपाईँहरूले केही कुरा बुझ्नु भएन, थाहा भएन भने पनि सम्बन्धित निकायहरूसँग सोध्ने बुझ्ने, इभन साङ्ग व्यक्तिहरूले, इभन मिडियाकर्मीहरूले पनि यो यस्तो विषयमा केही थाहा भएन भने अपाङ्गता भएको व्यक्तिहरू या सङ्घ संस्थाहरू टन्नै हुन्छन् होइन, कति धेरै ठाउँमा छ नि त जिल्लामा, उहाँहरूसम्म पनि पुगेर चाहिँ यो बारेमा बुझ्ने सोध्ने गरेर मात्रै ब्रोडकास्ट गरिदिनु होला। मिडियाकर्मीहरूलाई पनि यो आग्रह गर्छु भने स्वयं अपाङ्गता भएको व्यक्तिहरूले पनि यो कुराहरू चाहिँ हामी नै बोल्नु पर्यो। अब ढिलो भइसक्यो होइन, तर फेरि अबेला पनि भएको छैन, ढिलो पनि भयो होइन, भने मतलब अझै पनि गर्ने पाटो ठाउँ टन्नै छ भन्न खोजेको होइन। र अर्को कुरा भनेको चाहिँ यति थाहा पायो यतिमा मात्रै सीमित हौँ भन्ने कुरा हुँदैन है। किन भन्दा नलेज भनेको नि थोरै जान्दै नजान्नु खत्तमै हुन्छ होइन, अलिअलि जानेको अलिक डेन्जरै हुन्छ, पुरै जान्नुपर्छ है। त्यसले गर्दा पनि नथाहा पाएको कुराहरू चाहिँ सम्बन्धित निकायमा आएर बुझ्नुपर्छ भन्ने कुरा चाहिँ यो चाहिँ साङ्ग व्यक्तिहरूलाई, परिवारलाई र स्वयं अपाङ्गता भएको व्यक्तिहरूलाई पनि भन्न चाहन्छु। र यो जुन विषयमा हामी कुरा गरिरहेछौँ यो चाहिँ साँच्चीकै धेरै नै आवश्यकता भएको कुरा हो। यो जुन यो सवालमा चाहिँ यस्तो ब्रोडकास्ट गरिदिनु भएकोमा चाहिँ सम्पूर्णलाई होइन, यो म्यानेजमेन्ट टिम लगायत भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धेरै धेरै धन्यवाद होइन। जुन उहाँले अघि नै एउटा कुरा गर्नुभयो, अ लिटल नलेज इज डेन्जरस होइन, जुन एलेक्जेन्डर पोपले 18औँ शताब्दीतिर भनेका थिए, त्यो कुरालाई हजुरहरूले मध्यनजर गर्नु होला होइन। अनि जस्तो उहाँले भनेको एकदम कुरा छ, त्यसमा चाहिँ मैले अरू केही बढाउनै चाहिनँ होइन, किनकि त्यतिको राम्ररी मैले भन्न सक्दिनँ होला अब होइन। त्यसको लागि नेक्स्टजी हजुर आउनुभयो, हाम्रो स्वीकार गरेर हामीसँग थोरै गफ गरिदिनु भयो, त्यसको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद।
अनि हाम्रो श्रोताहरू जसले हामीलाई सुन्दै हुनुहुन्छ, चाहे त्यो अपाङ्गता भएको व्यक्ति हुन सक्नुहुन्छ अथवा अपाङ्गता नभएको व्यक्ति पनि हुन सक्नुहुन्छ होइन। कुनै पनि आन्दोलनमा लाग्नको लागि चाहिँ त्यो इस्यु हुनैपर्छ भन्ने छैन। त्यसलाई बुझेर अरूलाई पनि बुझाउन सक्यौँ भने अथवा चाहिँ त्यो कुरा चाहिँ हामीले लिएर मनन गरेर आफ्नो जीवनमा त्यसलाई उतार्यौँ भने पनि त्यो पनि एउटा आन्दोलनको चाहिँ एउटा ठुलो आन्दोलनमा तपाईँले टेवा पुर्याउनु भएको हुन्छ भनेर हामीले बुझ्छौँ होइन। त्यही भन्न चाहेँ मैले। र सम्पूर्णलाई हाम्रो यो पोडकास्ट हेरिदिनु भयो, सुनिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद होइन। हाम्रो नेत्र निवास सङ्घ नेपालको यो जुन च्यानल छ यसलाई चाहिँ हजुरले सब्सक्राइब गर्नुहोला र आगामी दिनमा पनि हामीले यस्तै ज्ञानवर्धक भन्न रमाइला कन्टेन्टहरू लिएर आउने नै छौँ। त्यतिसम्मको लागि चाहिँ फेरि पनि म आजको मोडरेटर जलेश सापकोटा बिदा हुन चाहन्छु। धन्यवाद।